नेपालमा कुन आईटी पढ्ने, प्लस 2 पछि कुन गर्दा बेस्ट होला, कन्फ्युज्ड भइयो हैन। कुन चाहिँ पढ्ने आईटी प्रोग्राम नेपालमा धेरै नै आईटी प्रोग्रामहरु छन्। कम्प्युटर इन्जिनियरिङ पढ्ने कि सीएसआईटी पढ्ने कि बीआईटी पढ्ने कि बीसीए पढ्ने कि बीआईएम पढ्ने कि बीआईसीटी भन्ने नि आएको रहेछ अहिले नयाँ। कुन पढ्ने होला, यत्रो प्रोग्राम छन्, आफूलाई कुन रोज्दा ठीक हुन्छ भन्नेमा कन्फ्युजनमा हुनुहुन्छ भने यो भिडियो हजुरहरुको लागि हो। हजुरहरुलाई चाहिँ मैले आज सम्मै डाउट क्लियर गर्नेछु र बेस्ट प्रोग्राम हजुरहरुको लागि छान्नमा हेल्प गर्नेछु। भिडियोले तपाईलाई पक्कै नै हेल्प गर्नेछ, लास्टसम्म हेर्दिनु होला। ल सुरु गरौँ आजको भिडियो। विशेष गरी मैले यो भिडियो चाहिँ साइन्स स्टुडेन्ट्सलाई भनेर फोकस गरेर बनाएको छु भने सबै स्ट्रिमको विद्यार्थीले हेर्न पाइयो है त। जो चाहिँ कम्प्युटर साइन्सको प्यासनेट छन्, एस्पिरेन्ट्स छन्, आईटी को एस्पिरेन्ट्स छन्, सबैलाई चाहिँ मैले समेटेर बनाएको छु। भिडियो सुरु गरौँ है त। फेरि पनि मैले हजुरहरुलाई देखाइरहेको छु यो स्क्रिनमा। हजुरहरुले चाहिँ इन्ट्रेस्ट दिएर मजाले हेर्नु होला, लास्टसम्म हजुरहरुलाई हेल्प पक्कै नै भिडियोले गर्ने नै छ। यो जम्मै तपाईहरुलाई देखाइसकेको छु सुरुमा पनि, अहिले पनि हेर्न सक्नुहुन्छ। धेरै प्रोग्रामहरु रहेका छन्, हामी झुकिन्छौं, डोमेन चिने हुन्नम। डोमेन पनि धेरै हुन्छन् आईटी को, जस्तो जेनरल डोमेनमा पर्छन्, कोही जेनरल आईटी हुन्छन्, कोही चाहिँ स्पेसिफिक डोमेन स्पेसिफिक हुन्छन्। अब सबै कुरा हामीले आज यो भिडियोमा सिक्न जाँदैछौं। भिडियोलाई सबै हेर्नु भयो भने हजुरहरुलाई पक्कै नै मद्दत गर्नेछ भन्ने मैले यो विश्वास लिएको छु र धेरै तपाईहरुलाई जानकारी दिन जाँदैछु। ल भिडियो सुरु गरिहालौँ है त। डिफरेन्ट टाइप्स अफ आईटी कोर्सेस छन् नेपालमा, जस्तो कम्प्युटर साइन्सको अन्डरमा पर्ने चाहिँ बीएससी सीएसआईटी यहाँ तपाईहरुलाई देखाएको छु स्क्रिनमा, यो पनि हेर्नु होला। अनि अर्को बीएससी हन्स भन्ने नि हुन्छ, इन्टरनेशनल एफिलिएटेड आईटी डिग्रीहरु पनि हुन्छन्, नेपालमा पढाइ भइरहेको 3 वर्षे। अनि बीआईटी चाहिँ तपाईलाई थाहा छ टीयू को इन्फर्मेसन टेक्नोलोजीको अन्डरमा पर्छ र यो तपाईको बीआईटी नै हो यो पनि, तर यो चाहिँ इन्टरनेशनल हो है। सबै मैले मिलाएर देखाएको छु हजुरहरुलाई। र आईटी इन्जिनियरिङ भन्ने पोखरा युनिभर्सिटीको बीईआईटी भन्ने छ, त्यही तपाईलाई देखाइहाले मैले भर्खरै, यो डोमेनमा पर्ने गर्छ भनेर। सफ्टवेयर डेभलपमेन्ट भन्ने डोमेन छन्, एप्लिकेसन डेभलपमेन्ट भन्ने डोमेन छन्। अनि यो बीसीए भनेको चाहिँ एप्लिकेसन डेभलपमेन्टमा, सफ्टवेयर डेभलपमेन्टमा पर्ने विषय हो है, कोर्स हो। अनि कम्प्युटर इन्जिनियरिङ डोमेनमा पर्ने त थाहै छ हामीलाई सबैलाई, कम्प्युटर इन्जिनियरिङमा पर्ने बीई कम्प्युटर नै भइहाल्यो। सफ्टवेयर इन्जिनियरिङमा पर्ने चाहिँ पोखरा युनिभर्सिटीको यो चाहिँ बीई सफ्टवेयर। टीयू को पनि छन् है डिग्रीहरु, म चाहिँ टीयू को पनि भनिरहेको छु, जहाँ छ म भनिरहेको छु। इन्फर्मेसन सिस्टम्स डोमेनमा पर्ने चाहिँ हेर्न सक्नुहुन्छ बीबीआईएस भन्ने, र इन्फर्मेसन म्यानेजमेन्टमा पर्ने चाहिँ हाम्रो बीआईएम, जसलाई अहिले बीआईटीएम बनाइएको छ, यिनीहरुमा चाहिँ पर्छ है यो। अनि आईसीटी भन्ने त्यो बीआईसीटी भन्ने कुरा गरेको थिएँ मैले, त्यो चाहिँ यसमा पर्छ है त, आईसीटी इन एजुकेसन है त। र स्पेशलाइज्ड बीएससी जो हन्स प्रोग्रामहरुमा म तपाईहरुलाई देखाउन चाहन्छु। यो भनेको चाहिँ डाटा साइन्स हुने गर्छ, साइबर सेक्युरिटी हुने गर्छ, नेटवर्किङ हुने गर्छ, आईटीहरु हुने गर्छ है त। अनि हेर्न सक्नुहुन्छ बीसीएसआईटी भनेको चाहिँ कम्प्युटर सिस्टम र इन्फर्मेसन टेक्नोलोजीको भयो। अनि अर्को चाहिँ छ हेर्न सक्नुहुन्छ बीएससी हन्स भन्नेमा पनि पर्यो। अनि इथिकल ह्याकिङ साइबर सेक्युरिटी तपाईलाई भन्ने हाले बीएससी हन्समा पर्ने हो यिनीहरु भनेर, यसरी चाहिँ साइबर सेक्युरिटी डोमेनमा पर्यो। इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी भन्ने नि हुन्छ बीएससी हन्स भनेको चाहिँ। बीएससी हन्स भनेको मिनिङ चाहिँ बुझ्नु होला, त्यो भनेको चाहिँ अनरेबल, यो चाहिँ ब्रिटिश सकभर युकेतिरबाट, बाहिर युरोपतिरबाट आएको डिग्रीहरु हुन्छन्, एफिलिएटेड हुन्छन् हैन। यो चाहिँ बीएससी हन्स भन्ने प्रोग्राम चलाइएको हुन्छ, 3 वर्षे हुन्छ है। र यिनीहरुको स्पेशलाइजेसनहरु हेर्न सक्नुहुन्छ, बीटेक इन एआई, यो चाहिँ एआई को अन्डरमा पर्यो, कम्प्युटर इन्जिनियरिङमा पनि पर्यो, एआई इन्जिनियरिङमा पनि पर्यो। यसरी डाटा साइन्सहरु हुन्छ हैन। डाटा साइन्सको नि तपाईको डोमेनमा के पर्सन प्रोग्रामहरु देखाइरहेको छु स्क्रिनमा हेर्नु होला। बीडीएस भनिन्छ, बीडीएससी पनि भनिन्छ है। अनि कम्प्युटिङमा पनि बीएससी हन्स, कम्प्युटिङ भनेको त सुनिराख्नु भएकै होला हजुरहरुले, 3 वर्षे कोर्स हुन्छ है बीएससी हन्स भन्ने बित्तिकै, जुन चाहिँ युरोपतिरको अनि बाहिर अस्ट्रेलियातिरको फरेन डिग्रीहरु चाहिँ प्राय युकेतिरको, लन्डनतिरको चाहिँ हुन्छ है, बाहिरी युरोपतिरको। अब क्लाउड कम्प्युटिङ पनि हेर्न सक्नुहुन्छ, यसरी बीएससी हन्स भन्ने नामको हुन्छन्। अनि जुन डोमेनहरुमा चाहिँ प्रोग्रामहरु हुने गर्छ, जस्तो वेब डेभलपमेन्ट भयो, हार्डवेयर एन्ड आईटी इन्फ्रास्ट्रक्चर भयो, डाटाबेस म्यानेजमेन्ट भयो, यिनीहरु मात्र देखाउनुको कारण चाहिँ डाटा एनालिटिक्स भयो। यो चाहिँ नेपालमा छैन है, आएन अहिलेसम्म, न फरेन न नेपालकै सरकारी युनिभर्सिटी अथवा नेपालकै युनिभर्सिटीहरुले बनाएको कोर्स चाहिँ यो डोमेनहरुमा रहेको छैनन्। त्यही भएर मैले चाहिँ देखाइन, भएको भए म तपाईहरुलाई बनाएर देखाउन ठुलो कुरा थिएन। अघि नै जसरी देखाएँ मैले, युआई युएक्स डिजाइन भयो, जम्मै यो डोमेनहरु हो। यति धेरै डोमेनहरु छन् आईटी को, यो डोमेन अनुसारको स्कोपहरु हुने गर्छन्। कुनै जेनरल आईटी हुन्छ, जस्तो बीआईटी प्रोग्राम जेनरल आईटी हो, त्यो पनि म तपाईहरुलाई जानकारी दिन जाँदैछु, लास्टसम्म हेर्नु होला। र कोही डोमेन स्पेसिफिक हुन्छन्, जस्तो सीएसआईटी सीएसमा फोकस छ, त्यस्तै डोमेन स्पेसिफिक हुनेहरुको चाहिँ यसरी यिनीहरुमा फोकस भएर, यो डोमेनहरुमा फोकस भएर प्रोग्रामहरु बनाउने गरिन्छ। आईटी प्रोग्रामहरु, ब्याचलर प्रोग्रामहरु है त, कोही 3 वर्षे, कोही 4 वर्षे। अब नेपालमा बन्ने हो भने चाहिँ, बनिएको छ भने चाहिँ, बनेको छ भने चाहिँ 4 वर्षे हुन्छ भने, बाहिर फरेनको चाहिँ 3 वर्षे हुन्छ। यो चाहिँ बुझ्नु होला है। र अब सीएसआईटी भर्सेस बीआईटीमा कुरा गर्ने हो भने, सीएसआईटी भनेको चाहिँ कोर कम्प्युटर साइन्स
प्रोग्राम भयो, बीआईटी भनेको चाहिँ कोर इन्फर्मेसन टेक्नोलोजी डिग्री भयो, सीएसआईटी चाहिँ सीएस प्लस सम आईटी मिसिएको हुन्छ भने बीआईटी चाहिँ प्योर आईटी डिग्री हो र यसलाई किङ अफ आईटी नेपाल भन्न मिल्छ किनभने यो चाहिँ जेनरल आईटी हो र बीसीए भनेको चाहिँ डोमेन स्पेसिफिक हो जुन चाहिँ सफ्टवेयर एप र एप डेभलपमेन्टतिर जान्छ भनेर भनि नै हाले। बीआईएम चाहिँ आईटी प्लस बिजनेस म्यानेजमेन्टमा पर्ने गर्दछ, बिजनेस टेक्नोलोजीमा पर्ने गर्दछ। बीई कम्प्युटर भनेको चाहिँ कम्प्युटर इन्जिनियरिङतिर पर्यो, कम्प्युटर सिस्टमतिर पर्यो, हार्डवेयर र सफ्टवेयर। बीई सफ्टवेयर भनेको चाहिँ सफ्टवेयरतिर पर्यो बढी, अनि बीआईटी भनेको एप्लाइड आईटी र सिस्टम्स इन्जिनियरिङमा पर्यो है त। यति भएपछि मैले हजुरहरूलाई सबै डोमेनको बारेमा स्पेसलाइजेसन बारेमा जानकारी दिएँ आईटीको भने पालो मैले चाहिँ तपाईहरुलाई के हो त डोमेन स्पेसिफिक आईटी प्रोग्राम र जेनरल आईटी प्रोग्राम भन्ने जानकारी दिन जाँदैछु। ल हेरौँ, डोमेन स्पेसिफिक आईटी प्रोग्राम इन नेपाल। डोमेन स्पेसिफिक आईटी प्रोग्राम भनेको चाहिँ जुनले चाहिँ एउटा कोर एरियामा फोकस गरिएको हुन्छ, कोर डोमेनमा, जस्तो अब सीएसआईटी, बीसीए, बीआईएम, बीई कम्प्युटर, बीई सफ्टवेयर, बीई आईटी, इटिसी यिनीहरूले चाहिँ एउटा एरियामा फोकस गरेको हुन्छ। त्यो चाहिँ मैले तपाईँलाई देखाइसकेको छु होइन। अनि जेनरल आईटी प्रोग्राम भनेर मैले पहिले कुरा गरिरहेको थिएँ हजुरहरूलाई। जेनरल आईटी प्रोग्रामले चाहिँ ब्रोड फाउन्डेसन दिने गर्छ, सबै एरिया ओगट्ने गर्छ, जस्तो बीआईटी डेभलपमेन्ट आईटी ए लेभल, सिटीबीटी, कम्प्युटर साइन्समा हामीले पढेको हुन्छौँ प्लस 2 मा, जसलाई डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ पनि भन्ने गरिन्छ होइन। त्यस्तो भयो, जम्मै हामीले ब्रोड पढेका हुन्छौँ। अब के लिने त तपाईँहरूलाई? जम्मै मैले जेनरल आईटी भर्सेस डोमेन स्पेसिफिक आईटी भनेर सिकाइहालेँ। अब के लिँदा ठिक हुन्छ भन्ने कुरा आफैले बुझ्नुपर्ने हो। अब डोमेन स्पेसिफिक आईटी लिनुको फाइदा चाहिँ डेप्थ नलेज पाइन्छ एउटा फिल्डमा, स्ट्रङ बेस बन्छ त्यसमा, र फाइदा चाहिँ धेरै नै छ। जस्तो हायर लेभल जब्स पाउन सजिलो हुन्छ भने, बेफाइदा भन्ने हो भने फ्लेक्सिबल हुँदैन, ब्रोड हुँदैन, च्यालेन्जिङ हुन्छ पछि स्विच गर्नलाई भने। जेनरल आईटीको बारेमा भन्न जाँदैछु, जस्तो बीआईटी यसले चाहिँ ब्रोड नलेज दिन्छ सबैको फिल्डमा है, सबै एरियाको जानकारी दिन्छ यसले हामीलाई। जस्तो हामी सियर हुँदैनौँ नि प्लस 2 मा के लिने, त्यही भएर साइन्स लिएर पढ्छौँ, त्यस्तै यो पनि जेनरल लिएर पढ्यो भने चाहिँ पछि एउटा स्पेसिफिक फिल्डमा जानलाई, सर्टिफिकेसन लिनलाई सजिलो हुने गर्दछ हामीलाई। करेन्ट ट्रेन्ड हेर्ने हो भने चाहिँ हामीले के लिँदा ठिक हुन्छ भन्दा डोमेन स्पेसिफिक लिँदाखेरि अलिक फाइदा हुने देखिन्छ। अब धेरैले बीए पढिरहेको हुन्छन्, कम्प्युटर इन्जिनियरिङ, सीएसआईटीहरू, आईटीहरू पढिरहेको हुन्छन्, तर बेस्ट वे चाहिँ के हुन्छ भन्दा म चाहिँ यो फिल्डमा नै जान्छु भन्ने स्योर छ भने सीएस छँदैछ, कम्प्युटर इन्जिनियरिङ छँदैछ, बीसीए छँदैछ, बीआईएम छँदैछ है। नभए धेरैजना कन्फ्युज हुन्छन् कि के गर्ने, आईटी एक्सपिरियन्सहरूमा पनि धेरै कन्फ्युजन हुन्छ भने बेस्ट अप्सन चाहिँ जेनरल आईटी प्रोग्राम जस्तो बीआईटी लिने, त्यसपछि आफूले चाहिँ स्किल सिक्नतिर लाग्ने है, डिस्कभर गर्ने, अनि आफूले चाहिँ केमा इन्ट्रेस्ट हुन्छ पछि थाहा पाइन्छ। जस्तो कन्फ्युज भएकोलाई फेरि म एकचोटि हेर्न सक्छु स्लाइडमा पनि, ब्रोड आईटी जस्तो बीआईटी अथवा सीएसआईटी लिएर सुरु गर्दा अनि पछि स्किलहरू एडप्ट गर्दाखेरि, बिल्डअप गर्दाखेरि सजिलो हुन्छ। जस्तो इक्जाम्पल पछि स्पेसलाइजेसन लिन सजिलो हुन्छ कि, अनि किनभने बीआईटी चाहिँ जेनरल आईटी हो, अनि यसले चाहिँ हामीलाई पछि धेरै कुरा सिक्नमा हेल्प गर्छ। सर्टिफिकेसन लिने, स्पेसलाइजेसन लिने, प्रोजेक्टहरूमा ध्यान दिने, इन्टर्नसिपहरू गर्ने हो भने आफू जुन डोमेनमा गएर पनि राम्रो गर्न सकिन्छ। सेमी डोमेन स्पेसिफिक भन्ने हो भने सीएसआईटी चाहिँ गुड ब्यालेन्स छ भने बीसीए पनि डोमेन स्पेसिफिक नै छ, कोडिङको लागि, सफ्टवेयरको लागि, एप्लिकेसनको लागि पनि। बीआईएम चाहिँ आईटी प्लस म्यानेजमेन्ट हो। हजुरहरूलाई चाहिँ मैले धेरै नै सिकाएँ, रियालिटी भएर जानकारी दिएँ भने। अब मेरो भिडियोहरू धेरै नै मैले बनाएको छु एबाउट आईटी इन नेपाल, सीएसआईटीको, बीआईटीको, बीआईटीएम, बीआईएमको, बीसीएको। मेरो यो प्लेलिस्टहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले, र यो सबै सिलेबसहरू तपाईँहरूले मेरो भिडियोहरूमा पाउनुहुन्छ है त। हजुरहरूको यो रुटिन पनि यसरी आएको छ है। टियुको आईटी इन्ट्रान्स इक्जामको रुटिन आएको छ, जस्तो बीएससी सीएसआईटीको लागि, बीआईटीको लागि र बीसीएको लागि इन्ट्रान्स इक्जाम, र आईटीमा करियरको लागि पनि हजुरहरूलाई अल द बेस्ट है।